नमस्कार, अब सुन्नुहोस् देवखुरी पब्लिक मासिक खबर। पुस 9 गते इसाई धर्मावलम्बीहरूको महान पर्व क्रिसमस डे को पूर्व सन्ध्यामा यस विद्यालयका पूर्व प्राथमिक तहका विद्यार्थीहरूद्वारा क्रिसमस डे मनाइएको थियो। हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर 25 र नेपाली क्यालेन्डर अनुसार पुस 10 गते येशू ख्रीष्टको शुभ जन्मोत्सवको रूपमा इसाई धर्मावलम्बीहरूले यो पर्व मनाउने गर्दछन्। इसाई धर्मावलम्बीहरूको महान पर्व क्रिसमस डे को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा यस विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक आदरणीय व्यक्तित्व श्री भूमाण्डव केसीज्यूले शुभकामना व्यक्त गर्नुभएको थियो। पुस 10, 11 र 12 गते लमई नगर स्तरीय 8औं राष्ट्रपति रनिङ सिल प्रतियोगितामा यस विद्यालयका विद्यार्थीहरू मार्च पास्ट लगायत विभिन्न खेलहरूमा सहभागी भएका थिए। पुस 10 गते अर्थात् उक्त प्रतियोगिताको उद्घाटन समारोहका दिन यस विद्यालयका विद्यार्थीहरूद्वारा प्रदर्शन गरिएको मार्च पास्टको उपस्थित महानुभावहरूले मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो। यसका साथै यस विद्यालयका खेलाडी विद्यार्थी भाइ बहिनीहरूले विभिन्न खेलहरूमा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए भने टेक्वान्डो तथा कराते विधाका खेलहरूमा यस विद्यालयका खेलाडी विद्यार्थी भाइ बहिनीहरूले स्वर्ण पदक सहित थुप्रै उपाधि समेत प्राप्त गर्न सफल भएका थिए। पुस 15 गतेदेखि यस विद्यालयमा तेस्रो त्रैमासिक परीक्षा सुरु भएको थियो। 2082 सालको शैक्षिक क्यालेन्डर अनुसार पुस 3 गतेदेखि प्रारम्भ गर्ने भनिएको परीक्षा तत्कालीन समय र परिस्थितिलाई मध्यनजर गर्दै थप परिमार्जन पश्चात पुस 15 गतेदेखि सुरु भएको थियो। उक्त परीक्षामा कक्षा नर्सरीदेखि कक्षा 10 सम्मका सम्पूर्ण विद्यार्थीहरूको उपस्थिति रहेको थियो। पुस 15 गतेदेखि पुस 24 गतेसम्म सञ्चालन भएको उक्त तेस्रो त्रैमासिक परीक्षा सफलतापूर्वक सम्पन्न भएको बेहोरा परीक्षा समितिका संयोजक श्री रामअवतार चौधरीज्यूले बताउनु भएको थियो। पुस 28 गते सोमबारको दिन यस विद्यालयमा तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरिएको थियो। उक्त नतिजा प्रकाशनका दिन अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको राम्रो उपस्थित देख्न सकिन्थ्यो। यस परीक्षामा सम्पूर्ण विद्यार्थीहरू राम्रो अङ्क ल्याई उत्तीर्ण हुनुभएको थियो भने अभिभावकहरू पनि निकै हर्षित देखिनुहुन्थ्यो। परीक्षामा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई यस विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक आदरणीय व्यक्तित्व श्री भूमाण्डव केसीज्यूले हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो र उक्त तेस्रो त्रैमासिक परीक्षाको नतिजा निकै व्यवस्थित तवरले सम्पन्न भएको बेहोरा परीक्षा समितिका संयोजक श्री रामअवतार चौधरीज्यूले बताउनु भएको थियो। पुस 29 गते यस देवखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयमा आउँदै गरेको नेपाली समाजको एक महत्वपूर्ण पर्व माघे संक्रान्तिको पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो र सोही कार्यक्रममा यस देवखुरी पब्लिक टेक्वान्डो डोजाङ अन्तर्गत विभिन्न मितिमा सम्पन्न भएका ग्रेडिङ कार्यक्रमबाट ग्रेडेड हुनुभएका खेलाडी विद्यार्थी भाइ बहिनीहरूलाई प्रमाण पत्र प्रदान गर्नुका साथै भर्खर मात्र सम्पन्न भएको लमई नगर स्तरीय 8औं राष्ट्रपति रनिङ सिल प्रतियोगितामा यस विद्यालयको तर्फबाट सहभागी भई विभिन्न बिरामा विजय हासिल गर्नुभएका खेलाडी विद्यार्थी भाइ बहिनीहरू तथा यसै विद्यालयका खेल प्रशिक्षक कुबीर गिरी लगायतको टिमलाई सम्मान गरिएको थियो। सम्मान प्राप्त गर्न सफल सम्पूर्ण खेलाडी विद्यार्थी भाइ बहिनीहरू तथा खेल प्रशिक्षक लगायतको टिमलाई यस विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक आदरणीय व्यक्तित्व श्री भूमाण्डव केसीज्यूले हार्दिक बधाई समेत ज्ञापन गर्नुभएको थियो। हस्त अर्को महिनाको अन्तिम दिन पुनः आउने गरी अहिलेलाई देवखुरी पब्लिक मासिक खबर यति नै। धन्यवाद।